साग टिपेको अरू सागको सब्जी खानु पर्यो भन्छ कहिले साग कति मिठो हुन्छ डुकु डुकु टिपा न डुकु नै भएको छैन हेर्न डुकु डुकु राम्रो लाग्छ त ए डुकु नै भएको छैन डाइरेक्ट जराबाटै उठाल्यो हुँदैन आमा फलाउनु पर्छ नि यतै हिँड्दा भोलि छ खाना खा यतै हिँड्दा भोलि छ साग खानुपर्ने गुन्द्रुकको लागि पुग्छ कि साग गुन्द्रुक बनाउनु पर्छ माघमा गुन्द्रुक हाल्नु पर्यो तर म तैँले हालेको गुन्द्रुक बहुत अमिलो हुन्छ मैले हालेको गुन्द्रुक अमिलो हुन्छ अन्त बैशाखतिर छुट्टी माग्नु तर म सुई हिँड्नुपर्छ कहाँ नेपाल नेपाल त्यो उसँग कुन फुपू फोन गरिदिउँ न अब त फुपू घरमा कहाँ ओ वहाँ नेपाल पहाड आऊ न दिदी आऊ भेट हुनुपर्छ आऊ न आऊ भन्थे अनि अरू मेरो कान्छी बहिनी पनि आउँछ नेपालदेखि मलाई भेट्न अनि गुन्द्रुक लैजान्छु गुन्द्रुक उहीँ पाइन्छ जेब भएको अनि तिमी यहाँबाट लगिदिनु अनि गुन्द्रुक बनाएको लैजान्न गुन्द्रुक लान्छ यहाँदेखि उतै पाइन्छ गुन्द्रुक नेपालमा कति मार आलु मिसाएर पुग्छ हामीलाई ओ आलु मिसाएर बनाउनु झर्छ ल रह तिमी देखाऊ यसरी झर्छ है डर्दैन